नमस्ते साथी हो। आज चाहिँ म ड्रागन फ्रुट देखाउन खोज्दैछु होइन। अब त्यो पहिला लटको चाहिँ नि सबै बिग्रियो होइन, फेरि सेकेन्ड लटमा आउँदैछ। एक नम्बर के भन्छु भन्दा जहिले बिग्रिन्छ। पहिला नम्बरमा ललितपुर महानगरपालिका वडा नम्बर 18 लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसपालि धेरै मलहरू पनि दिनुभएको छ अनि बिउहरू पनि धेरै दिनुभएको छ। तर मैले चाहिँ यो ड्रागन फ्रुट लगाएको चाहिँ नि 5 वर्ष भयो होइन। अब लगाउनु त लगाएँ, फलाउनु चाहिँ एकदमै गाह्रो छ हौ। अब कमसेकम यसपालि कति 50-60 वटा त बिग्रियो होइन। 50-60 वटा बिग्रियो। अब कोही फेरि भट्टाबाट फुल सुरु हुँदैछ। यो रातो चाहिँ मैले भक्तपुरबाट लिएर आएको थिएँ। अब पहिला पनि ड्रागन फ्रुट मैले एकचोटि बेचेको थिएँ। त्यो बेलामा चाहिँ धेरैले हेर्नु भएको छ क्या, 4903 जनाले हेर्नु भएको छ। टिकटकमा साथीहरूले धेरैले हेर्नुहुन्छ, मेरो भिडियोमा फलो गर्नुहुन्छ। एक नम्बरमा टिकटक पर्छ, सेकेन्डमा चाहिँ युट्युबले पनि धेरै हेर्नुहुन्छ, अनि अरू फेसबुक अनि इन्स्टाग्राम सबैले हेर्नुहुन्छ। अनि मेरो चाहिँ बिग्रियो चाहिँ कति बिग्रेछ। अब म त्यति ट्रेडिङ पनि गर्न नगएर होला होइन। अब यो युट्युबको भरमा गरेको, अब ट्रेडिङ गर्न यो चाहिँ सेकेन्ड टाइमको चाहिँ बल्ल यो दुईटा, यो एउटा तीनटा है, तीनटा जम्मा 4-5 वटा भन्दा छैन हो, 4-5 वटा मात्रै छ। यो चाहिँ यो गमलाबाट चाहिँ आएको, यो दुईटा चाहिँ ठ्याक्कै फलेछ। खोइ अब कोही चाहिँ फलेकै छैन होइन। अब फुल्छ ऊ यसरी बिग्रिन्छ। यो हेर्नु सानोमा यस्तो बिग्रेको, यो रातो पनि छ होइन। 50-60 वटा यो सानै बिग्रिसक्यो। फुलेर पनि त्यत्रो बिग्रिसक्यो है। यो भिडियो चाहिँ लामो छ, बिस्तारै हेरिदिनु होला। अनि यो गोलबाट चाहिँ धेरै खाइयो यसपालि, गोलबाट चाहिँ धेरै खाइयो। मजाले गोलबाट फलिरहेको छ होइन। अब ड्रागन फ्रुट चाहिँ त्यति साह्रो भएन, पानीले गर्दा पनि होला। अब फुल नै फुलिरहेको छ, पानीले गर्दा होला। यो खासै यो एकै ठाउँमा 4-5 वटा आउँछ कि कुन फ्याल्ने के गर्ने भन्ने कुरै थाहा भएन कि मलाई। कसैलाई थाहा छ भने चाहिँ यसो कमेन्ट गर्नु होला होइन। सबै लाइनै आइरहेको हुन्छ होइन। अब यो गमलामा 7 वटा आएको थियो, यहाँ यतापट्टि 4 वटा, यतापट्टि 3टा, 7 वटा थियो। एउटा पनि छैन। पोहोर पनि एउटा फलेको थियो, यहाँ फुलेको थियो, पछि चाहिँ मरिहाल्यो त्यो पनि एउटा। अब यो एउटा फेरि हाम्रो चाहिँ के छ भने यो लाई किराले हैरान बनाउने के, लाई किराले गरेर केही नहुने रहेछ। अब किसानी मान्छेहरूलाई नि कति गाह्रो रहेछ भन्ने